हेलो हाई बहिनी हाई अहिले चाहिँ हामी हिँड्या चाहिँ एक किसिम भयो जानलाई चाहिँ कालिम्पोङ यहाँ चाहिँ हामी गएको छौँ बहिनी मम्मीहरू अगाडि पनि हुनुहुन्छ अनि हामी जानलाई चाहिँ कालिम्पोङ नारायणटारको कोरिडोरबाट जाँदैछौँ अब म कहाँ आइपुग्यो ताथली हामी चाहिँ त्यो उता अर्को बाटो जानु लाग्थ्यौँ तर त्यहाँनिर ट्राफिकले रोकेर चाहिँ नालाको बाटो जानु भन्नुभयो अनि फेरि हामी घुमाएर नाला भित्रको बाटो आइरहेछौँ अनि त्यहाँ ट्राफिकले चाहिँ किन रोक्यो भने साँगामा गाडी बिग्रेर गाडी बस्छ छ अरे अब त्यसले गर्दा जामहरू हुन्छ यता हुन्छ नि त त्यसले गर्दा चाहिँ हामी अर्को रुट लिएर आइरहेछौँ त्यही हो अपडेट दिएको यसो बिचमा अपडेट दिँदै बस्नु पर्यो त्यही भएर त किन त खासमा त बाटो यस्तो राम्रो छ होइन ओहो आइरहँ जस्तो लाग्ने बाटो रहेछ त्यही अब बिस्तारै फेरि अपडेट गरौँला है हामी कतै पुगेपछि खाजा खाने अब हामी कतै खाजा खान बस्छौँ होला बिस्तारै कुनै ठाउँमा हो त्यति बेला फेरि अपडेट गर्छु म है यहाँ पनि इलेक्सनहरू लिएर है अब निकाल्दिनु अस्पताल जाँदैछु त्यहाँबाट हामी सोमबार निकाल्न आउँछु भनेर आएको होइन हामीले घर स्टार्ट गरेर हामीलाई जस्तो लाग्छ भने 7 बजे काम गर्छ 7 बजे उठ्ला मम्मी आया मां गइरहेको छ कहाँ छौँ त अहिले हामी कस्तो भइरहेछ त यात्रा अहिलेसम्मको के हाल्ला बुवा गाडी चार्ज गर्न आएको सिमले भन्ने ठाउँ हो यो चार्ज गर्न आएको गाडी चार्ज गर्न आएको जान आएको यो चाहिँ हाम्रो गाडी चार्ज भइरहेछ है यहाँनिर यो चाहिँ हाम्रो गाडी चार्ज भइरहेछ खाजा खाने ठाउँ हो यो रमाइलो भइरहेछ बुवा रमाइलो भइरहेछ राम्रो भइरहेछ मन्दिरको पुजारी छ नि लड्डु पेरा जाने हाम्रैबाट हो क्या त्यो बुढाले खाने समोसा जेलपुरी खान मन लाग्यो भने खाजा नास्ता खानु मन लाग्यो भने त्यो पुजारीले लिएर आउने भाउ क्या हो अहिले अर्को यता त त्यस्तो पाउँदैन काठमाडौँ जस्तो ए हो त्यस्तो पाउँदैन यस्तै अचार कुटी बनाउँथ्यो नि किन क्या रिसाएर बस यो चाहिँ होइन रिसाइरहेको छ अहिले होइन यो के त मम्मी हामी कहाँ आइपुग्यौँ रे दोलखा भीमसेन मन्दिर आइपुग्यौँ आइपुग्यो छ र ल हिँड नानी मेरो ऊ किन्नु छ है नानी नि मामु हाय मामु हाय हाय माथि महँगो छ कि महँगो छ भने
हो जाएगा उससे 20 मांग दिया यहाँ पर जाओ सही माथि मंगल भन्छ के सही हो कहाँ हाल्नु अहिले यो लाइन कहिले सिकिन्छ हेर बिरामी भनेर पठाइदिनु नि सकिन्छ होइन होइन पाइन्छ नि त आइ गर्छ न सबैले लिनु चाहिँ हामी खाजा खान लाग्यो दर्शन गरेर दोलखा भीमसेन दर्शन गरेर खाजा खाएर हिँडेको अहिले 4 बज्न लाग्यो बेला हामी हिँडेछौँ अब त्यही भएर कालिम्पोङ जान लाग्छ नि त अनि अब रात पर्छ बिच बाटोमा बस्ने हो अब त्यो बस्ने बाटो चाहिँ कहाँ हो मम्मी कुरी भिलेज हामी कुरी भिलेजमा के हो त बाबा कुरी भिलेज त होला नि होइन जे भयो नि हामी कुरीमा बसिरहेछौँ बास बस्नु गइरहेछौँ अब कुरी भनेको नेपाली स्विजरल्यान्ड